गोर्खे हाट। हेलो फ्रेन्ड्स, अहिले चाहिँ हामी सबै टिचर्सहरू आएको छौँ गोर्खे हाट, गोर्खे मेला हो। अहिले चाहिँ हामी यहाँ अनफर्म मिसलाई मिस गऱ्यौँ अहिले हामीले चाहिँ हो। अनि मेगा मिसहरू अभिषेक सर यहाँ जानुहुँदैछ। हामी सबै नैना मिस यता हुनुहुन्छ। खोइ नैना मिस ओ अगाडि, नैना मिसहरू अगाडि घुम न। त्यतै यहाँ हाम्रो आदरणीय बसन्त सरहरू चाहिँ अगाडि। अन्त यहाँ चाहिँ जाने बित्तिकै मिसहरूलाई पहिलो आकर्षित गर्ने फुलहरू। नैना मिस, नैना मिस यता अरूलाई स्वागतम रहेछ त्यो। पिङ्क पनि रहेछ, सानो बडे हो। यो चाहिँ नेपालीहरू। हजुर म चाहिँ हाम्रो एक्स स्टुडेन्टको हुनुहुन्छ मिस। एक्स स्टुडेन्टमा कति राम्रो बनाएछ हैन? राम्रो बनाएछ। यहाँ हेर्नुहोस् न, यहाँ चाहिँ मिस हाम्रो सरको गोजी गरौँ। यहाँनिर चाहिँ भाइरल डोको रहेछ। यहाँ चाहिँ हो खुकुरी पनि रहेछ, खुकुरी गोर्खे खुकुरी। यस्तो हुँदो रहेछ गोर्खे मेला। हेर्नुहोस् आउनुहोस् तपाईँ। नानीहरू खेल्ने ठाउँ पनि रहेछ हो। अनि यहाँ चाहिँ पिक्कलहरू, खुकुरीहरू, नेपाली सामग्रीहरू रहेछ। पिक्कलहरू द पिक्कल प्रोजेक्ट रहेछ, नानी पिक्कल अरे। यहाँ चाहिँ हाम्रो नैना मिस जानुहुँदैछ सोध्नलाई। यसरी यहाँ नेपालीको यहाँ पनि रहेछ पोतेहरू, गरगनाहरू। यता हाम्रो प्रविका मिस चाहिँ हमेसा फुलतिरै हो। सागहरू पनि रहेछ है हो। यहाँ चाहिँ नेपालीको दाल, कालो दालहरू। यहाँ चाहिँ हाम्रो म्यामले मसरुम सोध्नु हुँदैछ। यो लिने तपाईँ कोदो यो लग्यो ल एउटा। हाम्रो आदरणीय सरी पिङ खेल्नु हुने, रेलिङ्गे पिङ खेल्नु हुँदैछ है। आउँछ घुमिसक्यौँ हामी लगभग। अब घर जानुपर्छ किनभने ढिलो हुन्छ हामीलाई घर जानु। प्रविका मिसको सपिङ सकेको छैन। प्रविका मिसले आज हामीलाई यस्तो अँध्यारो भयो भने प्रविका मिसले हात्तीले उयो गर्यो नि। प्रविका मिसको टिममा हो हेर्ने। धुन अनि प्रविका मिस नहिँड्नु यो त हुनै सक्यो। ज्यारे धुन नाच गर प्रविका मिस त्यहाँनिर हाल्छ। यहाँ हाम्रो मेगा मिस पनि हुनुहुन्छ है। मेगा के किन्नुभयो तपाईँले? केही किनेको छैन। आदरणीय बसन्त सरको हिजो बर्थडे थियो। आज हामीले धुमधाम तरिकाले खायौँ स्कुलमा हो। गरिदिनु होला फेसबुक पेजमा हो। त्यो सानो सानो नानीहरू यता हेर्नु सक्नुहुन्छ। ट्रेडिसनल ड्रेसहरू लगाएर नानीहरू यता घुमिरहेछन् गोर्खे मेलामा। चाहिँ गोर्खे मेलामा कति मजाले गाउनुहुँदैछ उहाँ दिदीले हो। यहाँ मिठो स्वर। सेकुवाहरू पनि रहेछ, तातो तातो हेर्न सक्नुहुन्छ। सेकुवाहरू अनि यहाँ चाहिँ हाम्रो मिसहरू। यो चाहिँ तातो तातो सेलरोटी रहेछ। यहाँ चाहिँ ह्यान्डमेड ब्यागहरू रहेछ है।
अबको के मजाको यहाँ चाहिँ नेपाली खुकुरी चाहिँ हाम्रो मेघादीले पहिला पहिला पिरा हुन्थ्यो अहिले चाहिँ सजाउनुको लागि हुन्छ यो है सर यो चाहिँ हामी यहाँ सानो घर रहेछ र भीमसाले चाहिँ हामीलाई यहाँ लानुहुँदैछ अब यहाँ चाहिँ खास चाहिँ टिकट पर्थ्यो तर अब हामी परेन हो यस्तो रहेछ यहाँ चाहिँ सर यो कोल तेल मतलब चाहिँ पहिला यसले तेल बनाउँथ्यो ए हजुर त्यो त अहिले पनि पाइहाल्छ झर्केको त ए कान्छे यो कुबिन्डोको बिउ राख्ने यस्तोमा राख्थ्यो पहिला पहिला आमाहरूले कोदालो त भइहाल्छ है पानी बोक्ने त्यो उयो त्यस्तो हुँदो रहेछ मकै फुट्ने हल्ल्याङ अहिले त छैन पनि है सबै पहाडहरूबाट लिएर आउनुभएको होला है फलामको कित्ले हो गुन्द्री हो पहिलाको गुन्द्री होइन परालले बनाउँथ्यो मही पार्ने ढेकी हो त्यही हो हाम्रोमा त अहिले पनि छ पहाडमा हजुरहरूकोमा जार छान्ने यस्तो थियो अहिले त प्लास्टिकको छ ओक्ली मुस्ली रहेछ नि लागिराखेको यो चाहिँ माटोको घ्याम्पा रहेछ यो माटोको घ्याम्पा कट्ठी अरे त्यो खुकुरी राख्ने रहेछ मादल पहिलाको पहिला सुरु खुकुरीहरू मकै बिछाउने ए सर यो मकै गोटे हाल्नुपर्छ नि हातले यस्तो गरेपछि मकै छटिन्छ हाते मसिन थुम्चे भनेको चाहिँ यही हो पहिला डोकोभन्दा अगाडि थियो है सर थुम्चे है त्यहाँबाट चाहिँ डोको थुन्चे अलग हो डोको अलग ए हो सर थुन्चे भनेको चामलहरु के बोक्ने झर्के बटुका त छ चार पकाउने भाँडो त्यस्तो हुन्थ्यो यो चाहिँ के हो सर यो फुलुङ भनेको चाहिँ हजुर माछाहरु हाल्ने फुलुङ ए ओदान चाहिँ यसलाई भनिन्छ देखेन ओदान अब चाहिँ यहाँबाट पनि निस्क्यौँ हामी अब चाहिँ घर जानुपर्छ होला साइकलमा जाँदा अहिले अँधेर हात्तीको बाटोमा है यो चाहिँ भाइरल टोक अरे फोटो नखिची नहुने अरे त्यहीँ निस्किरहेको छ र म पनि एउटा फोटो खिच्नु पर्यो यसरी अब साँझ हुँदै गएपछि आफ्नो संस्कृतिहरू देखाउन आउँछन् अब हामी चाहिँ निस्किने बेला भयो तर यहाँ चाहिँ अब संस्कृतिहरू हुन्छ हो यसरी वेशभूषासँगै हामी चाहिँ निस्क्यौँ अब यहाँबाट मिसहरू चाहिँ अलिक गर्नुहुन्छ होला हामीलाई चाहिँ तपाईँ ढिलो हुन्छ हो अनि अहिले चाहिँ म भाइ यहाँ बहिनी हामी चाहिँ निस्किँदैछु घरको लागि सो अहिले राख्छु है तपाईँहरू पनि आउनु सक्नुहुन्छ गोर्खा मेला हेर्नुहोस् गोर्खे हाट हेर्नुहोस् कस्तो हुन्छ है बाई बाई